सबैजनालाई नमस्कार। यो चाहिँ कोरोनाको समयमा, लकडाउनको समयमा हो। हामीले एउटा अवेरनेस प्रोग्राममा चाहिँ एउटा चाहिँ भिडियो बनाएका थियौँ, जुन चाहिँ कोरोना समयमा चाहिँ मान्छेले झन् किन समस्या आइलाग्छ भन्ने कुरा चाहिँ यसरी देखाउन खोजिएको छ। एकजनालाई सङ्क्रमण भएर कतैबाट आएर ताससँगै बसेर चाहिँ खेल्दाखेरि त्यहाँबाट पनि सबै परिवारलाई सर्न सक्छ भन्नेबाट चाहिँ हामीले चाहिँ जनचेतनामूलक एउटा भिडियो हो यो, हेर्नुहोस् है त। कोरोनाको समयमा त भयावह स्थिति थियो, जुन समयमा चाहिँ मान्छेहरू चाहिँ नजिक जान समेत एकदम चाहिँ समस्या र चाहिँ एकदम रोग सरिहाल्छ भन्ने चाहिँ थियो होइन। त्यस कारणले गर्दा खेल्दै जाँदाखेरि हेर्दै जानुहोस् है त, खेल्दै जाँदाखेरि यो भाइलाई चाहिँ हल्का कोरोनाका लक्षणहरू देखिएपछि हामी चाहिँ टाप कसेको भिडियो पनि छ। हेर्नुहोस् है त, यसरी सिम्टम देखिएपछि यस्तो खोकेपछि टाप कसे लु भागे एकजना, लु म पनि भागेको है त, भाग्यो टाप। अब त कोरोनाको आउ भनेर खेलौँ भनेर बोलाउँदैछ, तर हामी खेल्दैनौँ। अब चाहिँ ह्यान्ड वासले मजाले मिची हात धुन पर्यो, किनकि तासहरू टच भएको छ सबैसँग माथि। त्यस कारणले गर्दा अबदेखि यसरी खेलिन्न भनेर चाहिँ हामी सल्लाह गर्दै ह्यान्ड वास मिची हात धोएर त्यसपछि चाहिँ जो टाढमा हात पुछेर सेनिटाइजर युज गरी अब चाहिँ नखेल्ने बाचा गरेका थियौँ हामीले त्यतिखेर है त। यो चाहिँ सानो अवेरनेस प्रोग्रामको लागि हो। हजुरहरूलाई धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा।